नारायण हरि। यहाँहरू सबैलाई नमस्कार छ। हाम्रा नवरात्र 4वटा हुन्छन्, चैतमा, असारमा, असौजमा र माघमा। अहिले असारको गुप्त नवरात्र चलिरहेको छ। असारको नवरात्र र माघको नवरात्रलाई गुप्त नवरात्र भनिन्छ। नेपालमा हामीले चैते दशैं र बर्खे दशैं विशेष रूपमा मनाउने गर्छौँ। बर्खे दशैं भनेको असौजे दशैं, हाम्रो भाषामा बडा दशैं। यो नवरात्रिको बेलामा श्री महाकाली आमाको विशेष आराधना उपासना गर्नुपर्छ। श्री महाकाली, श्री महालक्ष्मी, श्री महासरस्वती स्वरूपा त्रिगुणात्मिका जगदम्बिका महामाया श्री भवानीको हामीले उपासना गर्नुपर्छ। जस्तो आफ्नो कुल परम्परा छ, जस्तो आफ्नो गुरु परम्परा छ, त्यस्तै यहाँले पूजा गर्न सक्नुहुन्छ। तर एउटा मन्त्र, मोस्ट पावरफुल मन्त्र, जगदम्बिका महारानीको मन्त्र, जसलाई नवारण मन्त्र भनिन्छ, त्यो मन्त्र चाहिँ सबैले जपौँ है। मैले भन्छु, माथि लेखिदिने पनि लेखिदिन्छु, शुद्धसँग पढेर सम्झेर त्यो मन्त्र जपिरहनु होला है। ल, मन्त्र ध्यान दिएर सुन्नु होला। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे। आनन्दपूर्व फर्कने, सिधा शरीर बनाएर बस्ने, सुखासनमा एकदम पलेटी मारेर बस्न मिल्छ कि कसरी? घुँडा दुख्छ, अप्ठ्यारो छ भनेदेखि आड लाएर बस्ने, खुट्टा पसाएर भए पनि बस्ने, हे आमा भवानी भन्ने, आफ्नो गुरु परम्परा अनुसार, आफ्नो कुलो परम्परा अनुसार श्रद्धा भक्तिपूर्वक पूजा गर्ने, अनि श्रद्धा राखेर माता रानीको मन्त्र जप्ने। आफ्नो गुरु कहाँ गएर यो मन्त्र जगाएर यसलाई अझ गुरु दीक्षा सम्मत रूपमा मन्त्र सुनेर जप गर्नुभयो भने अझ छिटो यहाँलाई सिद्धि मिल्न सक्छ। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे। चामुण्डाय भन्नुहुन्छ धेरैले, अशुद्ध पढ्ने होइन, शुद्ध पढ्ने है। ओम ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे। मैले माथि लेखिदिएको छु, बोलेर पनि यहाँलाई सुनाएँ। श्रद्धा भक्ति राखेर, सावधान भएर, पूर्व फर्केर राम्रोसँग या माता रानीको मन्दिरमा माता रानीको मूर्तितिर फर्केर श्रद्धा भक्तिपूर्वक जप्नु होला। हस्, नारायण, जय भवानी। ओ